सो गाइज अहिले चाहिँ म चट्टसँगले यहाँनिर पाहाडको सो गाइज यो चाहिँ हामी भोजपुर जाँदाखेरिको दृष्टि हो। यो चाहिँ धरानको दृष्टि हो। यो चाहिँ भानुचोक हो। भानुचोकमा चाहिँ यहाँनिर हर्क सम्पङ राईको भाषण हुँदैछ गाइज है। हेरेर साथ दिनु होला। म भोजपुर समलको म तपाईँहरूलाई भिडियो देखाउने छु। यहाँनिर चाहिँ माटोको लागि भनेर पुरा प्रचार हुँदैछ। तपाईहरूले भिडियो सुरुदेखि लास्टसम्म हेरेर साथ दिनुहुन्छ भन्ने मैले आशा राखेको छु। र यो भिडियो मैले बनाउँदैछु भोजपुर जाँदाखेरिको भिडियो हो। सङ्घारमा छौँ। तपाईँ सम्पूर्ण मानिसहरू आफ्नो निर्वाचन क्षेत्रलाई यो सभ्य र भव्य कार्यक्रमलाई सफल बनाउनका लागि अहोरहर खट्नुहुने तपाईँ सम्पूर्ण हाम्रा पार्टीका संवाददाताज्यूहरू, मतदाताज्यूहरू, शुभेच्छकज्यूहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी मित्रहरू, तपाईँ सबैमा म हार्दिक नमस्कार, जय श्रमदान, जय माटो भन्न चाहन्छु। जय माटो। तथापि पनि म उहाँलाई कुनै आगमन पश्चात आसन ग्रहण गराउने छु। यसै गरी म विशिष्ट अतिथिका आसन ग्रहण गरिदिनुमा म हाम्रा पार्टीका अग्रज श्रमदाता श्री काजी बहादुर गुरुङज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथि आसन ग्रहण प्रोग्रामलाई जोड्दै विगत 79 को प्रतिनिधि सभाका उम्मेदवार अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हामी फाइनली गाइज अहिले चाहिँ हामी गाडी चढेर भोजपुरतर्फ लागिसक्यौँ। यो चाहिँ भोजपुर जाने बाटो हो। यो चाहिँ धरानदेखि मास्तिरको दृष्टि हो। देख्न सक्नुहुन्छ तपाईँहरूले। अहिले चाहिँ यहाँनिर गाउँहरू पनि देख्न थालिसक्नुभयो होला। गाउँहरू देखिन थाल्यो। रमाइलो दृष्टि छ होइन। हेरेर साथ दिनु होला। यो चाहिँ यस्तो छ यहाँनिरको दृष्टि चाहिँ। अहिले चाहिँ हामी चोरखोले गोलाइ आइसकिसक्यौँ। यो चोरखोले गोलाइको गाउँ चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। चोरखोले गोलाइ कटिसकेपछिको बाटो चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ गाइज। यो चाहिँ यस्तो छ है। एकदम दामी बाटो बनाउँदैछ होइन। यो चाहिँ मैले गाडीबाट भिडियो बनाएको, त्यसैले त्यति मजाले राम्रो देखेको छैन। हेरेर त्यही पनि साथ दिनु होला। यो चाहिँ गाडीभित्रको दृष्टि हो, देख्न सक्नुहुन्छ। हामी चाहिँ यही गाडीमा चढेर जाँदैछौँ गाइज। गर्दैछु गर्ने हो म त भिडियो लेखेपछि राम्रो छ नि होइन। कुनै बाटो हुँदैछ है। हिले आइपुग्न आँटेपछि टुङ्बा चोकबाट बुद्ध चोकसम्म गर्दा हुन्छ। औजारको लागि चाहिँ तरिकाले नगर्नु
हेर्दा नि हेर्नुहोस् न कसरी गरेछ भन्नुहोस् न पोल्ट्री काल्टी पारेर सोल्टिनीहरूको गाउँमा आएको छु। उहाँहरूले चाहिँ सोल्टिनी हुनुहुन्छ, हाम्रो जुना सोल्टिनी। मैले पहिले पनि भिडियोमा भनेको थिएँ होइन। यो चाहिँ यहाँनिर यस्तो छ। यो भोजपुरको दाङ भन्ने ठाउँ हो। यो चाहिँ पहाडको बेलुकाखेरिको भ्यू हो। बेलुकाखेरिको चाहिँ यस्तो भ्यू हुन्छ है। यहाँनिर चाहिँ यस्तो देखिन्छ। यहाँ चाहिँ सुन्तलाको बोट देख्न सक्नुहुन्छ। यस्तो हुन्छ सुन्तलाको बोट चाहिँ। सुन्तला यसरी लटरम्म फलेको देख्न सक्नुहुन्छ। हरियाली होइन, अर्ग्यानिक सुन्तलाहरू देख्न सक्नुहुन्छ। यो चाहिँ कुनै विकासी सुन्तला होइन, यो चाहिँ ओरिजिनल अर्ग्यानिक सुन्तला हो। देख्न सक्नुहुन्छ यसरी फलेको छ। खोइ अहिले त बोल्नै छोड्नु भयो त। सोल्टिनी उता लुकेको लुके, बोल्नु त। खोइ यता हेर्नु न, यता हेरेर बोल्नु न। चिन्नु जान्नु माने किन अर्काको भिडियो लानुहुन्छ? यो चाहिँ भोजपुर गाउँको होइन डाँडा पाखा हरियाली भ्यू देख्न सक्नुहुन्छ। यस्तो छ। यो चाहिँ सुन्तलाको बोटहरू हो। यसरी चटसँगले होइन डोकोहरू बुनिन्छ। यसरी चोयाको डोको हो। यो चाहिँ बाँस काटेर त्यसलाई फुटाएर त्यसलाई चाहिँ चोया बनाएर अनि यसरी डोको बुनिन्छ। होइन सुबास ज्वाइँहरू त उता माछा पो मार्नु जाने भन्दै। उता जाल थापेर आउनु भएको होला। अनि अहिले सिनमा फेरि उता जानु हुने भनेर भन्दै थियो। जाल हान्नु जाने भनेर भन्दै हुनुहुन्थ्यो अहिले राति। सो गाइस अहिले चाहिँ म चट्टसँगले यहाँनिर पहाडको खेतीबारी हेर्नलाई आइरहेको छु होइन। देख्न सक्नुहुन्छ यहाँ सोल्टी हामी आएको छौँ। यहाँनिरको बारीहरू यस्तो छ। अब यहाँ हेर्नु न, अब तोरीबारी पनि देखाउँछु होइन। तोरीबारी पनि हेर्न सक्नुहुन्छ पहाडतिरको कस्तो हुन्छ तोरीबारी। यस्तो छ खेतीबारीहरू यहाँनिर चट्टसँगले होइन। यहाँको अर्ग्यानिक तोरीबारी देख्न सक्नुहुन्छ। यहाँको खेतीपाती चाहिँ यहाँनिर चाहिँ के गाउँ होइन, गाउँ पनि लगाएको रहेछ। सट्टै यस्तो हुन्छ पहाडको खेती चाहिँ है गाइस। यता देख्न सक्नुहुन्छ पल्लो डाँडा। अनि यहाँ हामी चाहिँ वल्लो डाँडामा छौँ। यहाँनिर सोल्टिरमा अहिले चाहिँ हामी चट्टसँगले यहाँनिर तोरीबारीहरू घुम्दै हिँड्दैछौँ। यहाँ चट्ट पहाडको बाटो अलिक डेन्जर हुन्छ र त लडिन्छ कि भन्ने तरै होइन। साह्रै गाह्रो पो छ त। देख्न सक्नुहुन्छ हावापानी फेरि एकदम स्वास्थ्य होइन, सफा हुन्छ, राम्रो पनि हुन्छ होइन। पानी खाँदाखेरि पिउँदा पनि मिठो हुन्छ। देख्न सक्नुहुन्छ यस्तो छ यहाँनिर तोरीबारी। तोरीबारीमा म चाहिँ टक्क आलीमा उभिएर भिडियो बनाउँदैछु। यो चाहिँ भोजपुरको के भन्ने ठाउँ अरे सोल्टी भन्दिनँ त। भोजपुर कुन? भोजपुर यो नगरपालिका 4 हो। हाम्रो 3 हो, यता 4 होइन। हजुर यो लप्से डाँडा। लप्से डाँडा हो हजुर यो पार्टीको पारिपट्टिको लप्से डाँडा। लप्से डाँडा हुँदा केराबारी पारि। उता चाहिँ केराबारी हो। हजुर उता जहाँ चाहिँ केरै फल्दैन र केरै हुँदैन र त्यही चाहिँ केराबारी अरे। नामै के हँसाउनुहुन्छ। होइन हो नाम चाहिँ फेरि कसले राखिदिएको रहेछ त्यस्तो फेरि है। पहिला चाहिँ टिभी बाजाहरूले अब यस्तो राखेको। यहाँनिर त च्याउ पनि फलेको रहेछ।
सुकेको हो दाजु मिल्छ कि मिल्दैन हजुर यो च्याउ खानु मिल्छ कि मिल्दैन यो उत्रिको त पछि चाहिँ हुन्छ अहिले त हुँदैन कहाँ यस्तो त मरिन्छ खानु ए अहिले चाहिँ खानु हुँदैन है अहिले त हुँदैन यी हामी चाहिँ खानेको त त्यही हो तर उता तराईतिर चाहिँ अब सबैतिर अब आँपको लिचीको पनि खाएर अनि खिरा हामी चाहिँ त सो गाइज आज चाहिँ हामी भोजपुरमा यहाँनिर माछा मार्न जाँदैछौँ देख्न सक्नुहुन्छ माछा मार्न जाने बाटो चाहिँ यस्तो छ है अनि तपाईँहरूलाई माछा मारेर ल्याएपछि देखाउनेछु कति माछा ल्याउने रहेछु भन्ने फाइनली गाइज अहिले चाहिँ हामी माछा मार्ने ठाउँमा पनि आइसकिसक्यौँ होइन पुरा गर्मीले होइन बस पुरै पसिना पसिना भएको देख्न सक्नुहुन्छ यहाँनिर थाकेर ज्वाइँहरू पनि बसिराख्नु भएको आज चाहिँ पुरा एकदम पसिनै पसिना हुँदै झरेको छ यही हो यहाँनिर भोजपुरको होइन दावा भन्ने ठाउँको माछा मार्ने ठाउँको यही खोला हो ल स्टार्ट चाहिँ कसले गर्ने हो माछा मार्नको लागि खोला देख्न सक्नुहुन्छ यही खोला हो माछा मार्ने चाहिँ अटोसम्म होइन अब हामी माछा मारेर लिएर जान्छौँ कति मार्छौँ हामी देखाउनेछौँ तपाईँहरूलाई यहाँनिरको यस्तो छ माछा मारेको चाहिँ नेक्स्ट भिडियोमा देखाउनेछौँ